नमस्ते सबैजनाहरूले। मैले चाहिँ आज तपाईँहरू यदि ब्याङ्कमा मुद्दती निक्षेप राख्न जानुभयो भने तपाईँलाई चाहिँ ब्याङ्कले कसरी चाहिँ ब्याज प्रदान गर्दछ र कति महिनाको चाहिँ न्यूनतम तपाईँले मुद्दती राख्नुपर्ने हुन्छ र सो चाहिँ वार्षिक ब्याज चाहिँ वार्षिक गणना गरिन्छ कि मासिक गणना गरिन्छ र तपाईँले कम्तीमा कति महिना राख्नु पर्दछ र सो राखे बापत अथवा तपाईँले ब्याज आर्जन गरे बापत सरकारलाई कति पर्सेन्ट ट्याक्स तिर्नुपर्छ, म त्यो सबै जानकारी लिएर आएको छु। कृपया ध्यानपूर्वक चाहिँ हेर्नु होला, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ अब मुद्दती निक्षेपको चाहिँ ब्याज गणना गर्न गएको छु। मानौँ तपाईँ ब्याङ्कमा जानुभयो 6 लाख रुपियाँ लगेर, 6 लाख लगेर ब्याङ्क जानुभयो, जसमा चाहिँ ब्याज चाहिँ 10% रहेको थियो। ब्याज 10%, यो चाहिँ वार्षिक भयो। वार्षिक 10% ब्याज थियो। अनि तपाईँले चाहिँ मुद्दती निक्षेप चाहिँ राख्न जानुभयो ब्याङ्कमा। अब यसको चाहिँ गणना कसरी गर्ने भन्दा चाहिँ 6 लाख सावा इन्टु ब्याजको प्रतिशत तपाईँले 10% दिएको छ, डिभाइड बाई 100। अब चाहिँ तपाईँले 6 लाख यो वार्षिक चाहिँ हिसाब गर्नुपर्ने हुन्छ। पहिला 6 लाखको 10% तपाईँले वार्षिक कति कमाउनुहुन्छ भन्दा चाहिँ यो जिरो काट्यो, अनि यो जिरो काट्यो गर्दा अब तपाईँको वार्षिक कति भयो? तपाईँको वार्षिक ब्याज आर्जन 6 लाखमा चाहिँ 60,000 हुँदो रहेछ। यो त हजुरको वार्षिक ब्याज दर भयो अथवा ब्याजको रकम भयो, जुन 12 महिनामा ब्याङ्कको मुद्दती निक्षेपमा हजुरले 6 लाख राखे बापत आर्जन गर्ने चाहिँ 60,000 हो। तर यो 60,000 तपाईँले ब्याज रकम चाहिँ आर्जन गर्नुहुन्छ। यो आर्जन गर्दै गर्दा तपाईँको खातामा आउने भने चाहिँ मैले अघि नै यहाँहरूलाई चाहिँ अवगत गराएँ, जुन तपाईँले ब्याज आर्जन गर्नुहुन्छ त्यसको सरकारले ट्याक्स चाहिँ 6% लिने गर्दछ। 6% ट्याक्स चाहिँ यसमा चाहिँ घटाउनु पर्ने हुन्छ। 60,000 को 6% भनेको चाहिँ 6% गर्दा चाहिँ तपाईँको 20 काट्यो, 600 गर्दा 3,600। तपाईँको 3600 रुपियाँ चाहिँ ब्याजको चाहिँ ट्याक्स काट्दछ नेपाल सरकारले। अब मानौँ यो तपाईँको 60,000 चाहिँ वार्षिक भयो, वर्षभरि 12 महिना राखेर चाहिँ तपाईँले आर्जन गर्नुहुन्छ भने मासिक चाहिँ कति पाउनुहुन्छ त? अब खासमा चाहिँ हाम्रो नेपाल राष्ट्र ब्याङ्कको नियमअनुसार चाहिँ कम्तीमा नि तपाईँले मुद्दती निक्षेप राख्दा जाँदा चाहिँ कम्तीमा नि 3 महिना मुद्दती निक्षेपको फिक्स्ड डिपोजिटको न्यूनतम महिना अथवा चाहिँ तपाईँले न्यूनतम पनि 3 महिनाको लागि चाहिँ राख्नुपर्ने हुन्छ ब्याज आर्जन गर्नलाई। त्योभन्दा कमको चाहिँ राख्न पाइँदैन। त्योभन्दा बढी चाहिँ अब ब्याङ्कको नियमअनुसार तपाईँले जति पनि राख्न पाउनुहुन्छ। अब मासिक गर्दा चाहिँ 60,000लाई अब 60,000 को मासिक गरौँ। तपाईँले 60,000 6 लाखको चाहिँ 60,000 भनेको चाहिँ वार्षिक रूपमा चाहिँ आर्जन गर्नुभएको हो भने अब यसलाई मासिक गर्दा चाहिँ डिभाइड बाई 12 गर्ने, 12 महिना। खास चाहिँ एक महिनाको ब्याज इक्वल टु 60,000 अपन 12 महिना गर्ने। अब 60,000लाई 1 महिना भन्नाले 60,000 चाहिँ वार्षिक हो। अब तपाईँले मासिक रूपमा चाहिँ कति आर्जन गर्नुहुन्छ भन्दा चाहिँ यसमा चाहिँ 60 डिभाइड बाई 12 गर्दा चाहिँ 60 को चाहिँ तपाईँको 12 महिना गर्ने। अब यसमा चाहिँ मासिक तपाईँले कति आर्जन गर्नुहुन्छ? मासिक 5,000, मासिक यो मासिक रु 5,000 आर्जन गर्नुहुन्छ। अब मासिक 5,000 आर्जन गर्नुहुन्छ। अब तपाईँले 3 महिनाको राख्नुभयो अरे, 3 महिनामा 5,000 इन्टु अब 3 महिनामा 5,000 इन्टु 3 गर्ने 15,000 भयो तपाईँले आर्जन गरेको। तर यो 15,000मा नि तपाईँको 6% ट्याक्स काट्छ भने त मैले नेपाल सरकारले ट्याक्स लिन्छ। अब 15,000 को 6% कति हुन्छ भन्दा चाहिँ 15,000 को 6% कति हुन्छ भन्दा चाहिँ तपाईँको
15,000 को 6% तपाईँको 900 हुन्छ। 900 रु 900 हुन्छ। अब तपाईँको 15,000 को 3 महिनाको 6% भनेपछि 900 चाहिँ तपाईँको चाहिँ ब्याङ्कले सरकारलाई ट्याक्सको बाबत तिर्यो। तपाईँको प्रतिनिधित्व गरेर सरकारले ब्याङ्कले तिर्यो। अब तपाईँको 15,000 मा माइनस 900 गर्ने। 15,000 मा माइनस 900 गरेर तपाईँको कति हुन्छ? 14,100 रुपियाँ तपाईँको चाहिँ खुद ब्याज। यो भने चाहिँ खुद ब्याज। हजुरको खातामा चाहिँ यति आउने हुन्छ। अब फेरि एउटा म गर्छु, तपाईँले मानौँ खास त मुद्दतीमा जति राख्न पाउँछ 1000 त्योभन्दा बढी वा 10,000, खासमा चाहिँ 10,000 नै ब्याङ्कहरूले चाहिँ 10,000 चाहिँ कम्तीमा हुनुपर्छ भन्ने चाहिँ हिसाब गर्दछन्। त्योभन्दा बढी अब राख्नुपर्ने भयो भने अब मानौँ 1 लाख राख्नुपर्ने भयो। तपाईँले मानौँ ब्याङ्कमा मुद्दत निश्चयमा 1 लाख राख्नु भयो। रु 1 लाख, रु 1 लाख तपाईँले मुद्दत निश्चय राख्नुभयो वार्षिक रूपमा। ब्याज मानौँ तपाईँको 10% नै छ। यो चाहिँ वार्षिक भनौँ। वार्षिक चाहिँ ब्याज 10% राख्नुभयो। अब यसलाई चाहिँ वार्षिक तपाईँले कति ब्याज आर्जन गर्नुहुन्छ त भनेर मैले हिसाब गर्न जान्छु। 10/100 गर्ने। यो जिरोले यो जिरो काट्यो अनि यो जिरो काट्यो गर्दा तपाईँले 1 लाख जम्मा गर्नुभयो मुद्दत निश्चयमा ब्याङ्कमा गएर। ब्याज चाहिँ 10% छ र तपाईँले वर्षभरि 12 महिनामा कति आर्जन गर्नुहुन्छ भन्दा चाहिँ 10,000 रु 10,000 तपाईँको ब्याज। यो चाहिँ वार्षिक भयो है। यो वार्षिक भयो। अब हामीले चाहिँ 3 महिना भनेको थियौँ, कम्तीमा 3 महिना मुद्दत निश्चय राख्नुपर्छ, कम्तीमा 3 महिना। राख्नुपर्ने हुन्छ मुद्दत निश्चय। अब 6% ट्याक्स काट्छ भनेको थियौँ। अब यसलाई चाहिँ मासिक गर्ने। 10,000 चाहिँ वार्षिकको डिभाइड बाई फेरि हामीले 12 महिना गर्ने। अब यसको चाहिँ हामीले 12 महिनामा कति आर्जन गर्छौँ त हामीले भनेर चाहिँ निकालिसक्यौँ। अब मासिक निकाल्ने। हामीले 10,000 डिभाइड बाई 12 गऱ्यौँ। अब मासिक निकाल्दा मासिक ब्याज चाहिँ 10,000 को गर्दा हामीले लगभग यसको 834। तपाईँले 1 लाख जम्मा गर्नुभयो ब्याङ्कमा मुद्दत निश्चयमा। वार्षिक ब्याज चाहिँ 10% छ। अब मासिक तपाईँले ब्याज आर्जन गर्नलाई चाहिँ लिनुभयो भने तपाईँले 1 लाख जम्मा गरे बापत महिनाको 834 आर्जन गर्नुहुन्छ। अब मानव 3 महिनामा राख्नु भएको थियो। मैले 3 महिनाको हिसाब गरेको थिएँ, किन भन्दा कम्तीमा 3 महिना ब्याङ्कमा मुद्दत निश्चय राख्नै पर्ने हुन्छ। 3 महिनाको गर्नुभयो भने अब 834 इन्टु 3 गर्दा 834 इन्टु 3 गर्दा लगभग तपाईँको 2500 चाहिँ ब्याज आर्जन गर्नुहुन्छ। अब यो 2500 को पनि मैले के भनेको थिएँ भन्दा चाहिँ 6% ट्याक्स काट्छ सरकारले। 2500 को पनि नेपाल सरकारले 6% के काट्छ भनेको थिएँ मैले, ट्याक्स काट्छ भनेको थिएँ। 6% डिभाइड बाई 12 गऱ्यो, 100 गऱ्यो। यो गर्दा चाहिँ 2500 इन्टु 6% डिभाइड बाई 100 गर्दा तपाईँको 2500 मा 150 रुपियाँ ट्याक्स काट्छ। ट्याक्स भने अब तपाईँले कति आर्जन गर्नुभयो भन्दा चाहिँ 2350 रुपियाँ। तपाईँले 3 महिनामा 1 लाख राख्यो बापत रु 1 लाख जम्मा गर्नुभयो। सामा ब्याज 10%। त्यसपछि मासिक भनेको थिएँ। मासिक कति कमाउनु भयो? 834। अब 3 महिनामा कति कमाउनु भयो? इन्टु 3 गर्दा 2500।
यो 2500 को पनि मैले के भनेको थिएँ भन्दा चाहिँ तपाईको 6% ट्याक्स काट्छ। 6% ट्याक्स काट्यो भने 150 भयो यसको। अब तपाईको खुद ब्याज जम्मा 2350 तपाईले 1 लाख राखे बापत 3 महिनाको चाहिँ कमाउनु भयो। अब मैले अघि चाहिँ तपाईको हिसाब गरे के हिसाब गरे भन्दा चाहिँ मैले र्यान्डमली 10% मुद्दती निक्षेपको ब्याज राखेँ। तर हालको अवस्थामा अहिलेको अवस्थामा त्यस्तै छ त ब्याज दर छैन। अहिलेको अवस्थामा प्राय बैंकहरुले तपाईलाई मुद्दती निक्षेप राखे बापत बढीमा 5% दिइरहेको छन्। वार्षिक 5% दिइरहेको छन्। अब हामीले अघि 1 लाखको चाहिँ ब्याज 10% गर्दा कति थियो 10,000 थियो भने अब तपाईको अहिलेको अवस्थामा तपाईले 1 लाख मुद्दती निक्षेपमा बैंकमा राख्नु भयो भने कति पाउनुहुन्छ वार्षिक 5,000 मात्रै पाउनुहुन्छ। 6 लाख राख्यो भने तपाईले कति पाउनुहुन्छ 6 लाख सामा 1 वर्षको लागि राख्नु पर्यो भने तपाईले रु 30,000 मात्रै आर्जन गर्नुहुन्छ। तर यसो भन्दै गर्दा यसमा 6% काट्छ ट्याक्स यसमा ट्याक्स काट्छ। तपाईले वर्षभरि 1 लाख राख्नु भयो मुद्दती निक्षेपमा तपाईले 6% यसमा ट्याक्स 6% काट्छ। अब 5,000 को 6% गर्दा कति हुन्छ 300। तपाईले वार्षिक 1 लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नु भयो। ब्याज दर वार्षिक 5% का हिसाबले भने तपाईले खुद ब्याज कति अब आर्जन गर्नुहुन्छ भन्दा चाहिँ 4700 गर्नुहुन्छ। अब यसमा चाहिँ 30,000 को 6 लाख रुपैयाँ तपाईले बैंकमा मुद्दती निक्षेपमा राख्नु भएको थियो एफडीमा राख्नु भएको थियो। वार्षिक 5% का हिसाबले तपाईले खास चाहिँ ग्रस ब्याज चाहिँ 30,000 कमाउनु भएको थियो। तर नेपाल सरकारको नियमअनुसार 6% ट्याक्स हुन्छ। त्यो ट्याक्स 6% कटाउँदा यसमा चाहिँ तपाईको 1800 ट्याक्स काट्छ। अब 1800 ट्याक्स काट्दा 30,000 मा कति हुन्छ भन्दा चाहिँ तपाईको 28,200 रुपैयाँ तपाईले खुद ब्याज कमाउनु भयो। अब अहिलेको नियम अनुसार मैले सबै कुराहरु यहाँले अवगत नै गराए। तपाईले अब ब्याज दर चाहिँ अहिलेको अवस्थामा यति नै छ। तपाईहरुले अब सामा कति राख्नुहुन्छ अब यही अनुसार चाहिँ क्याल्कुलेट गर्नु होला। मैले अगाडि नै तपाईलाई क्याल्कुलेट गराएर देखाएँ। अब 1 लाख राख्दा 10% का हिसाबले चाहिँ हामीले 10,000 कमाउँथ्यौ भने त्यसमा चाहिँ यो वार्षिक भयो। मासिक कसरी निकाल्ने डिभाइड बाइ 12 गरेर पनि तपाईलाई मैले देखाएँ। र तपाईको ब्याज दर गणना गरिसकेपछि ट्याक्स रेट नेपाल सरकारले कति काट्दछ र कम्तीमा नि तपाईले कति अवधिको चाहिँ मुद्दती निक्षेप राख्नुपर्ने हुन्छ। यसै मैले के भनेको थिएँ भन्दा सामा यति भयो ब्याज वार्षिक 10% कम्तीमा नि तपाईले मुद्दती निक्षेप चाहिँ कम्तीमा नि 3 महिना वा सोभन्दा बढी। अब सोभन्दा बढी भनेको बैंकको नियमअनुसार जति पनि हुन सक्दछ र सरकारले तपाईको ब्याजकोमा चाहिँ यो चाहिँ सामामा हैन यो चाहिँ तपाईले कम आर्जन गरेको ब्याजमा चाहिँ 6% ट्याक्स काट्ने गर्दछ। यी र यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। म अन्य भिडियो पनि लिएर आउने छु। कृपया कमेन्ट बक्समा चाहिँ कुन चाहिँ भिडियो कस्तो खालको भिडियो लिएर आउने कमेन्ट गर्नु होला। अहिलेका लागि म बिदा लिन चाहन्छु। धन्यवाद।